हेलो एभ्रिवान, आज चाहिँ म के अरे क्रिसमस ट्री बनाउनु गइरहेको छु हो। आज हाम्रो कम्पनीमा यहाँनिर आएको छ नि त क्रिसमसको यहाँनिर ट्री बनाउनु सबै सामानहरू आइसकेको छ कि। अनि यस अब चाहिँ हामी दुईजना मिलेर, यो आशा र म मिलेर हामी दुईजना यहाँनिर बनाउँदैछौँ। तपाईँहरूले हेर्नु सक्नुहुन्छ ल। म के अरे यहाँनिर अब यो एक एकवटा हुन्छ नि, यो प्लास्टिक हो खास चाहिँ। यो हेर्दाखेरि पार्छ नि, यो जुन देख्नु हुन्छ नि तपाईँले, यो प्लास्टिक हो। अनि यो प्लास्टिक यसो गरेर यसरी अलरेडी बनेर आएको हुन्छ कि। अनि यहाँनिर लाएर हामी चाहिँ यहाँनिर बनाउँदैछौँ है त साथीहरू। तपाईँले हेर्नु सक्नुहुन्छ क्रिसमस ट्री कसरी बनाउँछ है त। यहाँनिर हामी यहाँनिर दुईजना मिलेर खटेर बनाइछौँ क्या क्रिसमस ट्री। यसरी बनाउँदैछौँ हो। यहाँनिर स्टेप बाई स्टेप यहाँ कलर बाई कलर हुँदो रहेछ नि त। अनि त्यो हेर्दै लाएर अनि हामीले चाहिँ बनाउँदैछौँ। सो साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो तपाईँहरूले हेर्नु सक्नुहुन्छ है। कस्तो लाग्यो कमेन्ट पनि गर्नु सक्नुहुन्छ नि। यदि नयाँ चाहिँ हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब पनि गर्नु नबिर्सिनु होला त। म तपाईँहरूलाई यो मेरो यो स्टार्टिङदेखि लिएर फुल हल बनाएर म देखाउँछु है त ल तपाईँहरूलाई। यहाँ हेर्नु सक्नुहुन्छ। हामी चाहिँ खटेछौँ कि हामी दुईजना चाहिँ खटेछौँ। अनि यहाँ तपाईँले देख्नुहुन्छ यो यस्तो पेपरमा आएर चाहिँ के यहाँनिर देखाएर, तर मलाई थाहा छैन हो। अहिले पनि हामी चाहिँ यहाँनिर कलर बाई कलर, यो चाहिँ फाइनल हो क्या। माथिको टुप्पो लगाइसक्यौँ। हो साथीहरू, तपाईँहरूले यो लाइट बेगरको देख्न सक्नुहुन्छ है त। अब यो हल्का यहाँ चाहिँ उयो कसिङ्गारहरू झरेको छ नि त, अलिकति यो झरेको छ। अनि यसो म चाहिँ सोरेर बढालेर म फाल्छु। त्यस पछाडि फेरि यहाँनिर यो बढालिसकेपछि सफा गरिसकेपछि तपाईँहरूले देख्न सक्नुहुन्छ म के गर्छु भनेर है त साथीहरू। हेर्दै जानु। यो म आज यो तपाईँहरूले पछाडि देख्नुभएको छ नि, हो यसलाई म कस्तो थियो र कस्तो डेकोरेसन गर्छु, तपाईँहरूलाई कस्तो लाग्छ है त ल साथीहरू। म अच्छावाला बनाउँछु आज चाहिँ, दामी बनाउँछु क्या, दामी बनाउँछु। तपाईँहरूले हेर्नु सक्नुहुन्छ लाइट। अब यो लाइटबाट पनि डेकोरेसन गर्नेछौँ यहाँ हेर्नु। वाउ कस्तो क्युट छ आज म होइन। कति राम्रो छ भने नि अहिले यहाँ सबै यो चाहिँ हामी लगेर यहाँ हाल्नेछौँ अहिले यहाँ। सो साथीहरू, अब यहाँ चाहिँ हामीले त्यो झिलिमिली हुन्छ नि लाइट लाउँदैछौँ है। यहाँनिर हामी दुईजना मिलेर लाइट लाग्लाई ट्राई पनि गरेको, बलि पनि सक्यो। अनि यो मोतीमाला जस्तो रहेछ, मोतीमाला पनि फन्को मार्दैछौँ हो। अनि एक एकवटा यो बलहरू हुन्छ नि, अघि मैले तपाईँलाई देखाएको थिएँ नि, यो बलहरू सबै यहाँनिर हालिसक्नु लाग्यौँ हामीले। हाल्दा कति हाल्नु हल्ला गलियो। सो यहाँनिर बलहरू देख्नु, यो फुल पनि म हाल्दैछु हो। रातो यसलाई चाहिँ लालुपाते भन्छ क्या हाम्रोतिर। नेपालमा चाहिँ लालुपाते फुल हुन्छ, लालुपाते फुल पनि हालिसक्यौँ। सो साथीहरू, मैले चाहिँ यो लगभग हामी दुईजना मिलेर नि यहाँ डेकोरेसन गरिसक्नु लागिसक्यौँ नि त। अनि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ लगभग यो हाम्रो फाइनलै भइसकेको हो। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है त ल साथीहरू। हेर्नुहोस् मेरो यो फुल डेकोरेसन फुल भइसकेको फाइनल लुक्स हेर्ने तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुन्छ है त साथीहरू ल। अनि नेपालमा या विदेशमा रहनुहुने सबलाई अल नेपालीहरूलाई मेरी क्रिसमस है त ल साथीहरू। थ्याङ्क यू फर वाचिङ, बाई बाई साथीहरू।